जय होस्। दिव्य ज्योतिष सफ्टवेयरमा हामीले नेपालमै पहिलो पटक मेडिकल ज्योतिषलाई पनि हामीले एड गरेका छौँ अथवा मेडिकल ज्योतिषको फिचर्स पनि हामीले थप गरिसकेका छौँ। नयाँ अपडेटमा हाम्रो प्रयोगकर्ता हुनुहुन्छ भने हजुरहरू अपडेट गर्नुहोला आफ्नो सफ्टवेयरलाई। हजुरहरूले अब यसरी हरेक कुण्डलीको भावमा क्लिक गर्दाखेरि त्यहाँ सबै भावमा भएका ग्रहहरूको फलादेश अनि त्यो भावको बारेमा अनि भावको लग्नको मालिकको स्थान कुन स्थानमा लग्नको मालिक हुँदा के हुन्छ र कस्तो छ भन्ने आदि अनि प्रत्येक ग्रहको फलादेश श्लोक अर्थसहित शास्त्र अनुसार। त्यसै गरी मेडिकल ज्योतिषको सूत्र पनि जस्तो शरीरका यहाँ अन्तिममा हेर्न सक्नुहुन्छ मेडिकल ज्योतिष भन्ने शीर्षक गई मुनतिर यस भावका शरीरका अङ्ग। अब जस्तो लग्नलाई मैले क्लिक गरेको थिएँ। लग्नबाट के हेर्न सकिन्छ त भन्दा कालपुरुषसँग हेर्दाखेरि अनुहार, छाला, टाउको दुखाइ, मानसिक रोगसँग सम्बन्धित, दिमागसँग सम्बन्धित, टाउकोसँग सम्बन्धित, कपालसँग सम्बन्धित समस्याहरू यी सबै कुरा यहाँबाट हेर्न सकिन्छ। जस्तो यहाँ चन्द्रमा छ, चन्द्रमा र केतु हुँदा के हुन्छ भन्दा अशुभ फल दिन्छ। यसले रोग हुनेवाला सम्भावना के रोग हुने सम्भावना भन्दा फोक्सो आदि मा समस्या, रुगाखोकी हुने, रुगाखोकी लाग्ने, मनमा अशान्ति, भावनात्मक कुराहरूमा धेरै विचलित हुने, मानसिक रोगी पनि यस्ता व्यक्तिहरू हुन सक्छन्। अब के कारणले भन्दाखेरि चन्द्रमा 6, 8, 12 भावमा राहु केतुसँग जोडियो भने खराब नतिजा दिन्छ। अब यहाँ कारक अङ्ग रोग जस्तो केतु पनि भएको कारणले गर्दा यस्ता व्यक्तिलाई पिसाबसँग सम्बन्धित, प्रोस्टेट आदिका समस्याहरूले दुःख दिने, विभिन्न मलमूत्र आदिमा समस्या हुने, पाइल्स आदि पनि हुने सम्भावना हुन्छ। केतु 3, 6, 8मा सूर्य, चन्द्र, मङ्गल वा शनि कुनै पनि देवता ग्रहसँग भए रोग दिन्छ भनेर यसरी मेडिकल ज्योतिषले पनि यहाँ यसरी फलादेश गर्यो। जस्तो अर्को पनि कुरा भनिदिइहाल्छु। जस्तो लग्नको मालिक सूर्य 10औं भावमा छ, लग्नको मालिक सूर्य 10औं भावमा हुँदा के हुन्छ भन्ने कुरा पनि यहाँ श्लोक अर्थसहित बृहत पराशर होरा शास्त्रको कुरा पनि राखेका छौँ हामीले। त्यसै गरी यसलाई अब विशेष तरिकाले हेर्नु पर्यो, सबै हेर्नु पर्यो भने यो विवरणमा गएर यहाँनिर धेरै फिचर्सहरू छन्। यहाँ मेडिकल ज्योतिष भन्ने यहाँनिर अलग्गै फिचर छ। यसलाई क्लिक गर्दाखेरि यहाँ तल सबै कुन भावमा कुन भावबाट कुन कुन रोगहरू हेर्ने अनि कुन भावमा कुन ग्रह छ अब त्यसको फलादेश पनि यहाँ तल राखेका छौँ। जस्तै सूर्य वृष राशिमा 10औं भावमा छ, सामान्यतया यसलाई ठिक मानिन्छ। चन्द्रमा सिंह राशिमा पहिलो भावमा छ, यो अशुभ फल दिनेवाला, रोग हुने सम्भावना। त्यसै गरी मङ्गल आदि सबै कुराहरू। त्यसै गरी सबै ग्रह कुन भावमा हुँदा के कुन ग्रहले कुन रोगको सम्भावना बोकेको छ त कसरी कुन रोगबाट चाहिँ सावधानी हुने भन्ने कुरा, यो सावधानीका कुराहरू पनि यहाँबाट यसरी हेर्न सक्यो मेडिकल ज्योतिषमा। र यो अलग्गै फिचर्समा यहाँ सूत्रहरू पनि हामीले राखिदिएका छौँ। जस्तो चन्द्रमा जति पीडित हुन्छ, 8औं 12औं भावको स्वामी ग्रह पनि जति पीडित हुन्छ त्यति नै व्यक्तिमा अशान्ति हुन्छ। त्यस्तै गरी अब यहाँ अरू विभिन्न रोगसँग सम्बन्धित कुन ग्रह कहाँ कोसँग युति हुँदाखेरि हुने, विशेष गरी धर्म, अर्थ, काम, मोक्ष आदि कोणहरू हुन्छन् कुण्डलीमा। अब ज्योतिषशास्त्रका त धेरै 4 लाख भन्दा धेरै सूत्रहरू छन्। अब बुझेरै नसक्ने सागर समुद्र छ। जस्तो पहिलो यो मूल त्रिकोण, त्यसै गरी मूल त्रिकोणलाई अब धर्म भन्यो, त्यसै गरी दोस्रो स्थानबाट सुरु हुने त्रिकोणलाई अर्थ भन्यो, त्यसै गरी तेस्रो स्थानबाट सुरु हुने कोणलाई काम भन्यो, त्यसै गरी 4, 8, 12 यो स्थानबाट सुरु हुने कोणलाई चाहिँ मोक्ष भन्यो। अब यसरी हेर्न सकिन्छ ती स्थानमा धर्म, अर्थ, काम, मोक्ष आदि स्थानमा चाहिँ खराब ग्रहहरूको युति, खराब ग्रहहरूको दृष्टि र खराब ग्रहहरूको योग भएको छ भने चाहिँ केही सावधानी अपनाउनुपर्छ भन्ने कुरा यो मेडिकल ज्योतिषले बताउँछन्। र अरू धेरै नयाँ कुराहरू हामीले यहाँनिर अपडेट गरिरहेका छौँ। हजुरले अब योभन्दा अगाडिका भिडियो, हाम्रो डेमो भिडियो हेर्नुभयो होला। मेडिकल ज्योतिष अन्तिममा एड भएको कोठी ज्ञान, स्वप्नफल, घर जग्गा प्रश्नावली, विभिन्न कुराहरू हामीले राखेका, तिथि नक्षत्र यी पञ्चाङ्ग फलहरू सबै राखेका छौँ। दैनिक सङ्कल्प पत्र बनाउने, विवाह गर्दा अब कुण्डली मिलानका कुराहरू, रिजल्ट सहित अरू विभिन्न कुराहरू छन्। र अब फलादेशका कुराहरू पनि हामीले धेरै राखेका छौँ। र यहीँबाट मोबाइलबाट यसरी चिना बनाएर सर निकाल्न पनि सकिन्छ, प्रिन्ट गर्न सकिन्छ, पिएनजी निकाल्न पनि सकिन्छ। र विवरणमा गएर सबै कुराहरू शुभ अशुभ के हुन्, यी व्यक्तिका जसको कुण्डली बनेको छ उसका योगहरू कस्ता बनेका छन्, कतिवटा शुभ योग बनेका छन्, कतिवटा अशुभ योग बनेका छन्, कुन समयमा ती शुभ अशुभ योगले प्रभाव र दुष्प्रभाव पार्दछ आदि धेरै कुराहरू रहेका छन्। हजुर पनि लिनुहुन्छ भने हामीलाई चाँडै सम्पर्क गर्नुहोला। यतिखेर हामीले
अफर मूल्यमा बेचिरहेका छौँ। अनलाइनमा हामीले यो सफ्टवेयर एउटा डिभाइस बराबर 10,000 मा बेचिरहेका छौँ भने हामीसँग सिधा यो भिडियो हेरेर जोडिनु हुने, हामीसँग सिधै सम्पर्क गर्नुहुने सबैजनालाई हामीले एउटा डिभाइसको 5,000 मा बेचिरहेका छौँ र कतिवटा डिभाइसमा लगाउनुहुन्छ त्यही अनुसार हजुरलाई हामीले लिमिट कति लिनुहुन्छ त्यही अनुसार दिनेछौँ। हरिओम।